सत्यवती गाउँपालिका 8 गुल्मी भार्से। प्रदेश नम्बर 5 लुम्बिनीकै सबैभन्दा अग्लो थाप्ले लेकको काखमा अवस्थित एउटा सुन्दर, शान्त, धार्मिक तथा ऐतिहासिक पर्यटकीय सम्भावना बोकेको सुन्दर गाउँ हो भार्से। भार्से भन्ने बित्तिकै एउटा मगर बाहुल्यता भएको लाहुरेहरूको गाउँ भनेर चिनिन्छ। समुद्री सतहबाट 1750 मिटरको उचाइमा भार्से रहेको छ। भार्सेको पूर्वमा फोक्सिङ गाउँ पर्दछ भने पश्चिममा चन्द्रकोट गाउँपालिका 7 रूपाकोट हरेवा र 5 गोधा पर्दछन्। पूर्वको सत्यवती लेक, पश्चिमको चिरिगाको लेक, उत्तरको फुर्सेथान र दक्षिणको मैल डाँडाले सीमाङ्कन गरेको यस ठाउँको नामबाट नै पुष्टि हुन्छ कि वरिपरि डाँडाले घेरिएको बीचमा भासिएको भूसतहले बनेको गाउँ हो भार्से। मंगोलियन भाषामा दुई डाँडाको बीचको भागलाई भार्से भनिन्छ। भार्से जहाँ विभिन्न जनजातिको बसोबास रहेको र जातीय समूहमा मगरको बाहुल्यता रहेको छ। भार्से पहाडले घेरिएको एउटा अनुपम गाउँ हो। यसलाई हामी नेपालको मिनी भ्याली पनि भन्न सक्छौं। मगरका परिवारहरू भार्सेमा आए र सन् 1750 को दशकमा खानी अर्थात तामा र फलाम उत्खनन गर्न यहाँ बसोबास गरे र पछि ती मानिसहरू सिपाही हुन संघर्ष गरेको इतिहास छ। खाद्यान्न अभाव र गरिबीको बढ्दो समस्यासँग जुझ्न यी मानिसहरूले अपनाएको अर्को रणनीति आप्रवासन हो। धेरै युवाहरू सन् 1920 पछि कामको खोजीमा गाउँ बाहिर अस्थायी रूपमा जान थाले। तिनीहरूमध्ये धेरै ब्रिटिस गोर्खाहरूको सैन्य सेवामा सामेल भए। भार्से नेपालको केही गाउँहरूमध्येको एक हो जहाँबाट धेरै संख्यामा मानिसहरू ब्रिटिस र भारतीय सेनामा कार्यरत छन्। अहिले पारिवारिक आम्दानीको मुख्य स्रोत भनेको रेमिट्यान्स र पेन्सन हो। गुल्मी जिल्लाका अन्य गाउँको तुलनामा यस गाउँका अधिकांश परिवारको वार्षिक आम्दानी निकै उच्च छ। पछिल्ला दशकहरूमा साक्षरता दर क्रमशः बढ्दै गएको छ। यस गाउँमा धेरै पहिले सन् 1930 अर्थात विक्रम सम्वत 1987 मा यहाँका मानिसहरूले विद्यालय स्थापना गरेका थिए। भार्सेको देउरालीबाट उत्तरमा हिमाल देख्न सकिन्छ। देउरालीमा निर्माणाधीन बुद्ध स्तूपा, झुलेथुम मन्दिर, दबुङको भ्यू टावर, भार्सेको ताजा हावा र शुद्ध पानी, मौलिक गीत, संगीत र संस्कृति पर्यटन विकासका प्रमुख स्रोत हुन्।
प्रकाशमा स्वदेश तथा विदेशमा रहेका एउटै गाउँका युवा तथा वृद्ध वृद्धाले निकै चासो दिइरहेका छन्। वरिपरि पहाडले घेरिएको समथर भूभागमा थपक्क बीचमा बसेको सानो बस्ती हो भार्से। यो झट्ट हेर्दा स्वर्गको एक टुक्रा जस्तै देखिन्छ। बुटवलबाट 2 घण्टामा पक्की सडक रिडी र रिडी रुद्रवेणी वामी टक्सार मुख्य सडक अन्तर्गत खैरेनीबाट 1.5 घण्टाको उकालो हिँडेपछि भार्से पुगिन्छ। यति धेरै अग्लो स्थानको यो उपत्यका प्रकृति र जिल्लाको अनुपम उपहार हो। समुद्री सतहबाट 1750 मिटरको उचाइमा भार्से पर्दछ। पुराना कलात्मक शैलीका घरहरू, मगर दिदीबहिनीहरूको न्यानो आतिथ्यताको त्यहाँ पुग्ने कसैले वर्णन गर्न सम्भव छैन। जिल्लाकै सबैभन्दा धेरै मगरहरूको बस्ती भएको ठूलो लुम्पेक नजिकै रहेको गाउँ हो भार्से। यहाँ मगरहरूको परम्परागत रीतिरिवाज, वेशभूषा, भाषा, संस्कृति र पहिचान अझै जीवितै छ। सालैजो, सोरठी, कृष्ण चरित्र, झाम्रे र ठाडो भाका पाको पुस्तादेखि नयाँसम्मले गाउन र नाच्न सक्छन्। गीत गाएर र नाचेर रात गएको पत्तै हुँदैन। होमस्टेमा खान, बस्न र सुत्नका लागि राम्रो व्यवस्था छ। स्थानीय स्तरमै उत्पादित खानाका परिकारहरू यहाँ खान पाइन्छ। लोकल कुखुरा र कोदोको रक्सी होमस्टेको प्रमुख आकर्षण हो। त्यस्तै स्वादिष्ट अर्गानिक खानाहरू कोदोको ढेँडो, सिस्नो, बाँकोको सिन्की, कालो भट्ट, मकै र फापरको रोटी यहाँको विशेष परिकार हो। मगर संस्कृति र तिनका विविध पक्षहरूलाई नजिकबाट अवलोकन गर्न चाहनेहरूको लागि उत्कृष्ट गन्तव्य हो भार्से। ट्रेकिङ, क्याम्पिङ र साइक्लिङको लागि पनि भार्से उत्कृष्ट गन्तव्य मानिन्छ। विगत केही वर्षदेखि गुल्मी भार्सेली युवा विश्व सञ्जालका युवाहरूले बुटवलदेखि भार्सेसम्म साइकल यात्रा गराइरहेका छन्। भार्सेमा पर्यटकलाई थप आकर्षित गर्न बौद्ध स्तूपा नजिकै फन पार्क निर्माण गरिएको छ। Oh